एउटा कहावत छ कि आप सुखी तो जग सुखी। अर्थात आप सुखी तो भैया जग सुखी। अब यसको अर्थ के हो कि व्यक्ति यदि आफूमा प्रसन्न छ, उसको मन शान्त छ, सन्तुष्ट छ भने उसलाई पुरा जग नै खुसियाएर देखिन्छ। एउटा उदाहरणको लागि कोही बहुत उदास व्यक्ति छ, त्यसलाई 56 प्रकारको व्यञ्जनै किन नदिनु, तर त्यो व्यक्तिले त्यो मन लगाएर खाँदैन, उसलाई त्यसमा रस नै आउँदैन, किनकि मन दुखी छ, मनबाट ऊ प्रसन्न नै छैन। त्यही कारणले सबै थोक हाम्रो मनको माथि छ। अब कोही कोही भगवानको नाम लिएर बहुत प्रसन्न हुन्छन्, अब कसैलाई भगवानको नाम लिँदा निन्द्रा पनि लाग्छ। भगवानको त त्यही एउटै नाम हो, तर कोही प्रसन्न छ र कसैलाई आलस्य आइरहेको छ। त्यही कारणले सबै थोक मनको माथि छ। तर एउटा कुरो हमेसा याद राख्नुपर्छ कि अरूलाई कष्ट दिएर, अरूलाई दुःख दिएर म खुस बस्छु, त्यो चाहिँ नभावे पनि भयो। किनकि हामीले जो कर्म गरेको छ त्यो घुरेर फिरेर हाम्रै माथि आउनेछ। त्यसैले आफू प्रसन्न बस्नु, आफू शान्त बस्नु, तर अरूलाई कष्ट नदिई, अरूलाई केही पनि आफ्नो कारणले समस्या नदिई हामीले प्रसन्न बस्नुपर्छ। यो जीवनको एउटा मूल सिद्धान्त हो।